सो गाइस दर्शन नमस्ते सबैजनालाई वेलकम मेरो च्यानलमा। दिस इज मिजिल्पा नेपाल फेरि पनि आइसक्यो हजुरको सामने नयाँ बिहान ब्लग लिएर आयो। हजुर सन्चै हुनुहुन्छ, आराम हुनुहुन्छ, मस्त हुनुहुन्छ, व्यस्त हुनुहुन्छ भन्ने आशाका साथ चाहिँ मैले भिडियो चाहिँ स्टार्ट गरिसकेको छु। अनि आज चाहिँ हेर्नु त फेरि रातिको अँध्यारो होइन नि, बिहानको अँध्यारो मतलब रिमरिम भइसक्यो अहिले त। अघि सुरुमा उठ्दा त यस्तो अँध्यारो थियो अनि यस्तो जाडो भएको थियो होइन। अनि आज चाहिँ कुकुर तिहार लक्ष्मी पूजा एकै दिन परेको छ। त्यही भएर चाहिँ हामी बिहानै उठेर मैले चाहिँ यहाँ सबै सफा गरिसकेँ, बडाहरूको कुरा सबै भ्याइसकेँ। भाँडा मम्मीले मात्न लाँदा अरू सबै मैले गर्नुपर्छ, बुझ्नुभयो नि। हो म तपाईँलाई पनि ब्याकग्राउन्ड देखाउँछ यहाँनिर। यस्तो अँध्यारो हगे यस्तो हुने त उज्यालै होइन, कतैको मान्छे उठे नै होइन, म मात्रै। अनि यहाँ तलको एक घर उठे त्यति हो, अरू वरपरको घरको कोही उठेको होइन। अब चाहिँ मैले पुछा लाउनु पर्ने छ, पूजा भाँडा मार्नु पर्ने हो, नुहाउनु पर्ने हो भन्यो भने मैले मुख नि धुवाएन। म उठेको आधा घन्टा हुन आइसक्यो होला। अब चाहिँ म यस्तो काम गर्छु नि। सो गाइस होइन, म चाहिँ नुहाइसकेँ अनि मैले सबै कामहरू भ्याइसकेँ। अहिले चाहिँ कति बज्यो होला, 6:49 भएछ। अनि म चाहिँ पूजाको सामानहरू सब माझेर सब काम भइसक्यो। अब हामी पूजा गर्नुपर्छ होइन। टाढा चिनाइराखेको छु। यस्तो जाडो हो भगवान्, बाहिर त कुरा गर्नु सक्दिनँ म। हामी चाहिँ यहाँ बसेर अब पूजा गर्नुपर्ने हुन्छ होइन। म पूजा गर्नुभन्दा अगाडि चाहिँ यो पूजाको कलर चाहिँ अगाडि मैले चाहिँ अगाडि राख्नाले प्लास्टिकभित्र तल कि माथि माथि देब्रे नै ऐना भएको थियो कि हाम्रो घरमा चाहिँ यस्तो फुलफुले होइन। अहिले हामी यही फुलले पूजा गर्ने हो। यो माथि होइन, हामीले यो भित्र पानी यहाँ बत्ती बाल्यो भने चाहिँ यहाँभित्र पानी हाल्नु, किनकि पानी र आगो कमाउनु पर्छ अरे अरे सुनेको मैले। अनि म चाहिँ कहिले राख्दिनँ पानी बत्ती बाल्नु भन्छ। पूजा अब चाहिँ हामी पूजा गरौँ। खोइ कतिवटा बाजारी मम्मी यो दियोमा त्यो सानोमा बाल्न ला, मैले ठुलो माइन त्यो सानो कि सानो उमा लोटामा 3टा 3 5 कति 5वटा सो गाइस मैले चाहिँ पूजा गरेर फाइनल्ली सकेँ। यस्तो नबोलिकन गर्नुपर्छ नि पूजा चाहिँ, म चाहिँ बोल्दिनँ।
अरू चाहिँ के गर्छन् मलाई थाहा छैन होइन म चाहिँ बोल्दिनँ यो चाहिँ मैले कति तिहारको बेलामा पूजा गरेको चाहिँ फर्स्ट सेकेन्ड थर्ड हुनुपर्छ टिका त के भएछ थर्ड हुनुपर्छ अब चाहिँ म के गर्छु थाहा एकछिनमा सुत्छु यस्तो निद्रा लाग्यो नि मलाई आजभोलि म किन निद्राको भोगी भएर मैले राति पनि छिटै सुत्नुपर्छ बिहान अलि ढिलो उठ्छु अहिले बिदा हो नि त अब अलि पछि त फेरि त्यही हो अनि हामी चाहिँ अब आज मैले भन्दा नि अब आज दिउँसो मैले के गर्छु म हजुरहरूलाई देखाउँछु बेलुका हामी लक्ष्मी पूजा कसरी गर्छौँ आई डोन्ट नो मलाई कुनै आइडिया छैन मम्मीले सिकाउनुहुन्छ म गर्छु त्यो साथीहरू म बल्ल सुनाएको थिएँ होला होइन मेरो हाइमिनेर लट्ठ भएर यो आएर मलाई सुत्न दिएन कि यो हो नि यो याको हेर त यहाँ हेर त हेर नि ए आएर सुत्न नि म कति 5-10 मिनट जति सुतेको थिएँ होला होइन ऊ आइसक्यो हजुर भन यहाँ मलाई सुत्नै दिएन मेरो यस्तो भयो लट्ठ अरे हेर्नु त मम्मीले हजुर भन मेरो काटा फुट्यो यसले हो मलाई सुत्न नदिने के हुँदैन उसलाई मिलाएर राखेको देख्नै हुँदैन फेरि बिगारिस् त्यो तेरा छिटो यहीँ राख्यो लाइज नुनु गर्ने आइज ल उसलाई एकचोटि खोसेपछि फेरि त्यही चाहिन्छ क्या यसलाई अयो के ला पाइस ऊ आफै धानिन्छ केही अब हेर्न आया बच्चा आया अड्क्यो कोही निकाल्छ अब यो पिट्यो मम्मी बच्चा के यो सर राख Jakob. Được ma gần nhau là. Ma gần nhau. Ma gần được nhau tới đó. Lão này đi cho anh cho tán xuống tán rồi. Ma gần được là. Ai à. Ma gần được là. Ai à. Jakob. Ma. Ai à. Trời ơi. कत्ता हेर आइलो मा आया आया तेल बनाया तै जा उलाई त उ गरे अनि जा यार मेरो कडाबाट निस्की छे यस्तो भयो यसले मलाई सुताइदिन्छ जा तै जा अयो खुट्टाले हान्छ त टोकिदिन्छ अहिले हेर्न फेरि हान्छ ओइ हो
यसलाई 1.5 वर्षको पहिले भन्दैन कि यस्तो हर्नी हो यस्तो रक्सी हो त जाइ रुन्छ पल्टी अझ गर्दा जा गर सो गाइस म चाहिँ एकैछिन सुतेर उठेको होइन म चाहिँ खानासाना सबै खाएर अनि सुतेको थियो किनकि मलाई निन्द्रै पुगेको थिएन कि आज अलि छिट्टै उठाएको थियो म उठ्दाखेरि हेर्नु उज्यालो पनि भएको थिएन होइन अनि सबै घरको काम भ्याएर अनि म पूजासुजा गरेर खानासाना बनाएर अनि ठ्याक्क सुत्छु भनेर कति 10-15 मिनट सुतेको थिएँ होइन बाबु आइहाल्यो त्यसले मलाई सुत्न दिँदैन सुत्यो भने नाकभित्र हात घुसारिदिने आँखा यसरी च्यातिदिने गर्छ होइन त्यो सुत्न पाउँदिनँ अनि एकैछिन मोबाइल चलाइरहेको थियो अब मैले के गर्नुपर्ने छ रोटी बनाउनु पर्ने छ होइन मम्मी किन नमिले केही छैन तर रोटी बनाउनु पर्ने छैन अहिले जाने रोटी बनाउनु त्यो के भन्छ त्यसलाई रोटीको सामानहरू केही पनि उ गरेन अब लिन जाने त्यो ल्याएर कहिले भिजाउने त आपत मेरो आपत अनि रङ्गोली बनाउनलाई यहाँ लिप्न पर्ने होइन त्यो लिपेर मिलाउनु पर्ने त्यो गरेपछि अनि काम अनि बेलुका लक्ष्मी पूजा अब लक्ष्मी त भित्र आउनु पर्यो घरमा अनि मम्मी भाइ भित्र हुनुहुन्छ ड्याडी तल पुगिसक्नु भयो कुरिटार हजुर केमा उठाएर बोल्न अनि ठ्याक्क के भन्दै थिएँ म ड्याडी तल जानुभयो होइन साथीहरूबाटमा अब ड्याडी जाने दिन नि आइसक्यो साथीहरू आज मात्रै हो भोलि त ड्याडी पनि काठमाडौँ जानुहुन्छ पर्सिको फ्लाइट छ अस्ति भर्खर आउनु भएको जस्तो लागेको थियो कति छिटो जान्छ यो दिनहरू त्यो तर पर्खेर बस्नु पऱ्यो भने चाहिँ लास्टै ढिलो होइन अनि फेरि अब के हो काम अनि त्यो आइहालेपछि अनि त्यो कति छिटो जान्छ थाहा नै हुँदैन नि त अनि आज चाहिँ मैले बिहानै पुजाएर टिका लगाएको होइन यस्तो बिहान त कस्तो जाडो बढ्यो हो अनि बिहान ठ्याक्क उठेँ होइन उठ्ने बित्तिकै मलाई यस्तो जाडो भयो मम्मीले उठाउनु भयो म त सुतिरहेको थिएँ अब मम्मी त्यस्तो मिल्ने भएन भने चाहिँ अनि म उठेर मैले सबै काम गरेँ नहुँदा त भगवान् यस्तो त जाडो भएको थियो आप्पै ब्याकग्राउन्डमा चाहिँ त्यो भुते नै हो सो साथीहरू म चाहिँ ठ्याक्क भाइको फोन आएको थियो उठाएर बोल्दै थिएँ होइन कति छिटो जान्छ है दिनहरू अम्मा पर्खेर बस्न पऱ्यो भने चाहिँ कति लामो लाग्छ तर फेरि आयो अनि अब फेरि जाने बेला भन्दैछ तर ड्याडी त आउँदै जाँदै गर्नुहुन्छ गर्न त अनि त्यही हो अब ड्याडी पर्सि जानुहुन्छ आउने बेलामा चाहिँ क्या खुसी भएको थिएँ होइन म आप्पै कोही थिएन होला म जस्तो खुसी अनि फेरि जान लाग्यो आउँदा फेरि कति खुसी हुन्छ होइन अब फेरि एक्साइटेड पुरै एक्साइटेड हो म त अनि फेरि जान लाग्यो म जस्तो दुई कोही हुँदैन यस्तो म आँसु कन्ट्रोल गर्न नसक्ने मान्छे हो होइन यति छिटो मन दुख्छ अन्त फेरि कसैको आँखामा आँसु देख्न पनि सक्दिनँ होइन त्यस्तै हो अझ खास गरी झन् मम्मीको रुवाएको देख्यो भने त झन् आँखाबाट आँसु आइहाल्छ झरिहाल्छ त्यही हो साथीहरू अब सबैजना देश विदेशमा छरेर रहनुभएका दाजुभाइ दिदीबहिनी हरूलाई शुभ दीपावलीको अवसरमा मेरो तर्फबाट हजुरहरूलाई मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु जहाँ पनि हुनुहुन्छ राम्रोसँग दीपावली मनाउनु होला अनि यानि कि तिहार मनाउनु होला देश विदेशमा हुनुहुन्छ विदेशतिर हुनुहुन्छ भने दुःख मन नगरिकन होइन अब यो साल आउन पाउनु भएन भने अर्को वर्ष नेक्स्ट टाइम भनेर होइन चित्त बुझाएर बस्नु होला भन्न चाहन्छु अब हाम्रो त ड्याडी कति 6 गते टिका होइन 5 गतेको फ्लाइट त्यस्तो पनि हुन्छ अनि त्यही पनि ड्याडीले टिका लाउन त मिल्थेन दिदी सरता दिदीको त्यो काम पुका होइन त्यही भएर मिल्दैन अनि मतलब टिका देखेन सरता दिदीको त्यही भएर अनि फुका टिका पनि अझसम्म लगाइदिनु भएन पहिला त तल दिदीले लगाइदिनुहुन्थ्यो तलको दिदी हुनुहुन्न अहिले अनि
लाउन मिल्दैन त जे भयो नि चाडपर्वमा हुँदाखेरि छुट्टै रमाइलो हुन्छ नि त त्यही हो अब मैले सुतेँ आज त दिनमा के हो सुतेँ उठेँ घरको काम गरेँ त्यत्तिकै भइरह कहीँ गए पनि होइन केही गरे पनि होइन अब चाहिँ रोटीको सामान लिन जानुपर्छ माथि त्यो भिजाएर राखेपछि फेरि अहिले लिप्छु अनि त्यसपछि फेरि बेलुका अहिले एकछिनमै फेरि रोटी पोल्न पर्ने हो मेरो काम अनि फेरि त्यसपछि पूजाको भाँडा सबै के भन्छ अरे माजेर घर सबै सर्लक्क बनाएर राति फेरि पूजा गर्नुपर्ने हुन्छ आफै काम मेरो ठ्याक्क फेरि आज कि मम्मी नि त्यस्तो भनिरहनु भएको थियो हिजो तैँले गर्न पर्लास् पर भनिरहेको थियो अब के थाहा त त्यस्तो हुन्छ भनेर होइन अब त्यस्तै हो अब काम गरौँ है काम गरौँ सो गाइस अरूसँग चाहिँ फेरि मसँग अर्को भाइ आइसक्यो होइन अघि नै अर्कै आएको थियो होइन दुईवटा होइन सानो बाबु हाम्रो घरमा दुईवटा हेर्नु नि बल्ल क्यामेरा देखाएपछि बल्ल चुप लगाएर बस्यो ऊ हेर्न फेरि कस्तो नौटङ्की हो यो फेरि नबजाउ त यो फेरि होइन यो रक्कुरै गर्छ अर्को चले कस्तो मिले हाम्रो घरको बुढाहरू अझै फेरि हेरिरहेन है उसको निकनेम साथीहरू गकु सो गाइज म चाहिँ यहाँनिर रोटी बनाउनु लाएको मलाई सघाउने कोही छैन म एक्लै हो मलाई चाहिँ आउँदैन होइन रोटी बनाउन आउँदैन मतलब त्यो हाल्न त आउँछ कि तर त्यस्तो प्रपरली चाहिँ होइन अलिअलि काम चलाउ चाहिँ हाल्न आउँछ मैले अस्ति नै सिकेको अनि मैले के आज होइन यो रोटीको यसलाई के भन्छ हो यो पनि मैले आफै तयार गरेको होइन मैले कति 2-3 घन्टा जति भिजाएँ होला अनि त्यसपछि मैले अहिले यहाँ ठिक्क बनाएको छु अनि मलाई हाल्न आउँदैन होइन कसरी हाल्छ त्यो थाहा छैन तै पनि म बनाउन लागेको छु तर कोसिस गर्ने वालो कि हार कभी भी नहीं होती बोल्ते हैन तो यही भनाइलाई मध्यनजर गर्दै म आज रोटी पकाउन जाँदैछु तर पिठो गिलो भयो क्या गिलो नहोस् जिन्दगीको कोरेटोमा आफैले मिलाएर म आफै हाल्न लाग्दैछु पहिलो त राम्रो हुँदैन तर दोस्रो तेस्रो चौथो पाँचौं कस्तो हुन्छ म हजुरहरूलाई देखाउँछु म काम गर्दा गर्दा आज पुरै थाकिसक्यो बिहान उठेदेखिबाटको मलाई सघाउने आज कोही छैन गाह्रो छ मलाई अब चाहिँ म रोटी हाल्छु
सो गाइस मैले चाहिँ यहाँनिर रङ्गोली बनाउँदैछु। आज चाहिँ हामी लक्ष्मी पूजा गर्न लागेको, लक्ष्मी पूजा गरेको भएर म चाहिँ यहाँ विभिन्न थरीको रङहरू भर्दैछु रङ्गोलीमा। हुनुहुन्छ ओइ नो 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 कस्तो चकचके भयो हाम्रो त बदमास छोरो यो बदमास एक नम्बरको बदमास एक नम्बर बदमास हेलो के गरे आऊ ए हाम्रो भान्जो यहाँ आएर बसिरहनु भएको छ छोरी है रङ्गोली बनाइरहेको छ च्याट्ट लाएर रमाइलो छ यता झिलिमिली हल्का चट्ट लक्ष्मी बोलाइरहेछौँ यस्तो तालले यसरी रङ्गोली यस्ता यति राम्रो बनिसक्यो है लक्ष्मी आउनको लागि। अब यताबाट सर लाएर यतापट्टि फेरि छुट्टै किसिमका रङ्गी बिरङ्गी पत्ती बोलिरहेको छ खेलाएर करिब करिब सकिन ला। अनि के भन्ने हो शिल्पा ल के भन के नभन्ने ल ब्लगर है हाम्रो ठ्याम्से छोरो के मागे फोन नोप 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 Okay, this is final look of Rangoli. छोरीले बनायो कि है त हाम्रो घरको दीपावली यस्तै छ है।
दियो बाल पहिला मार मैले चाहिँ पूजा पनि गरेर भ्याइसकेँ। आजको भ्लग हाम्रो यति नै। हामी अब खाना खानुपर्ने हुन्छ। के कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला भन्दै बिदा हुन चाहे। बाई बाई एभ्रिवान।